हेलो गुड मर्निङ सबैजनालाई भेटनेरी काका ब्लगमा सबैजनालाई स्वागत छ। आज चाहिँ भिडियोको सुरुवातै यहाँबाट हुँदैछ। यस्तो दाजु बहिनीको यहाँ होमवर्क गर्ने काम चलिरहेछ हाम्रा केटाकेटीको। ल माग न त ल कलम देऊ दादालाई कलम देऊ कक्का गर्न कलम देऊ ल उसको उसले फेरि यस्तो राम्रो गरिदिन्छ कि यो फेरि भिडियो सरलाई जान्छ क्या फेरि थाहा नि बाबुलाई। ल यता सानो मान्छे के हो कलम नपाएर पर्या हो 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 यही त हो। अब बिहानको काम ड्युटी अब त्यसपछि भात खाएर अब अफिस जानुपर्छ, फिल्ड हिँड्नुपर्छ। आज फेरि फिल्डको केही झलकहरू आउनेछन्, हेर्नु होला है त। यस्तै छ यस्तै के भन्नुभयो? पतारमा दिएको थियो होइन मकै गढेको पताहरूमा पैसा दिएको मलाई थर्केर उहाँले सुन्नु रौ न पताहरूमा दाम दिएर काम लाउँछ न भातै एकमा खान्छ पताहरूमा पैसा दिएर काम गर्दैन गर्दैछ जम्मै मैले खनिदियो ए त्यत्रो खन्ने मै त थाहा छैन मलाई। हिजो पनि थाहा भएन कपाल फालेर कता फाल्ने यसलाई कपाल त ठिक्क बनायो नि यतिको केही छैन। काम पनि हुन्छ अब दिउँसोबाट आज धेरै काम नहोला त त्यही पनि जति आउँछ त्यति हेरौँ ल। ल ठिक छ यो गाईले खोजेर रहेछ उक्लिन आउने होला। यसको चाहिँ भइसक्यो अस्ति आएर गर्दै यसलाई चाहिँ कोरालीहरू अलिक हुने हो।
यति एउटा जानुहुन्छ कति दिन भयो यसलाई गरेको यसलाई आज 4-5 लाई होला 25 लाई चाहिँ भएन भने 25 लाई पुरा गर्ने भन्नुभयो ए ओके फेरि पनि एउटा एआई आएको छ अब एआई गर्ने ठाउँ चाहिँ नजिकै छ हेरौँ अब त्यहाँ पनि गएर एउटा एआई गाईलाई नै हो त्यो पनि ल धेरै समयपछि यहाँ खोजेको त यसैले रहेछ यसैले खोजेको रहेछ सेफ सेफ देखिन त्यही छ अब म कसले छोड्यो होला म हजुर ए होइन मैले भित्र लगेर राखिदिएको छु एकदिन ए अहिले त गाई धेरै भएछ नि त है त्यहाँ बुझ्नु भएन है त्यहाँ माथि हुन त अब त्यहाँ एउटा गाई थियो कि 1 महिना भयो बिहाको यहाँ शिखर डाँडामा रामबहादुर नेपालीको हो रामबहादुर नेपालीको हो उहाँले चाहिँ बेच्छु भन्नुभएको छ अब मान्छे पाए बाछी हो पहिलो बेथे मैले एआई गरेर जन्मेको बाछी अहिले पनि एआई गरेर बाछी नै पाखा वैशाख 7 गते 8 गते बिहाको अस्ति छेड्दाखेरि ओर्लो छेड्दाखेरि यसो पालै पुगेन डोरै पुगेन ल सकियो यसको काम पनि दादाको दोस्रो यही तपाईँले यही गरिदिनु भएको ए भाषो पायो भाषो पनि स्वादै पायो भाषी भाइदिएको हुन्थ्यो हो र भाषो पनि माल भएको ए अहिले फेरि खोज्ने बेला भएको भएन छैन भर्खर विश्वास भयो ए ल हुन्छ बहिनी अगाडि हाय राम्रैसँग भ्यायो भ्याउन चाहिँ राम्रैसँग भ्याउनु चाहिँ ए ए कति दुध चाहिँ कति दिन्छ अहिले दुध त अलि यमै दुध गरेर 8 लिटर ए 8 लिटर दिन्छ है 8 लिटर यमै दुध है ल बाछाले खान्छ ठिक छ सब बुवाको भारी निकै ठुलो छ उमेर पनि 75 पुगिसक्नु होला कति वर्ष हुनु पर्यो बुवा हजुर अब जिरोमा पुग्नलाई अलिकति छ कति पुग्नलाई 0 भन्नाले 80 पुग्नलाई 1 वर्ष बाँकी 79 भइसक्नु भयो 79 वर्ष मान्छेले यत्रो भारी हो मैलै गाह्रो हुन्छ ल
धेरै गर्नुपर्दा अँ धेरै गर्नुपर्छ यो बानी हुने कि आउँछ नि हजुर गरिरहेको गाउँदेखि गर्नुपर्छ दिनभर हो कसैले गर्नुपर्छ संस्कृतिका चाहिँ नसकेर नउठेर अँ अब उसिन परेर बसिरहन् म त गर्दै हुँदैन हो ल दुधको ठेकीहरू पनि यहाँ छ बुवाको घरमा यहाँ माछा पोखरी पनि माछा पनि माथि माथि हिँड्दै देखिन्थ्यो तर सिन्कुराको चल्लाहरू यहाँ चाहिँ हेरौँ गाईहरू बस्छन् कस्तो बनाएर राम्रो छ त्यही हो बोका यो त्यो बाबा पनि अनि अस्ति त्यो खुट्टा के भयो भनेर आफूले काम्रो बान्नु भएको खुट्टा त्यो राम्रो भयो यहीँ छ कि बेच्नुभयो बेचेपछि जग्ग भयो छोरा अझ बाचा भन्ने हिसाब किताबै थिएन हजुर त्यसको अब 15-20 दिनसम्म त बात छ है ओहो अच्छा कति राम्रो अँ सर्लक्क परेको आएछ त ल यही हो पोहोर साल यही गरेर अहिले हो जन्मेको ल बुवाको घरमा त यो गाई त धेरै भइसक्यो नि है हजुर धेरै भइसक्यो नि यो गाई त ऊ चाहिँ यो चाहिँ खुट्टा भन्छ खोइ निकाल्नु त एकचोटि खुट्टा मात्र हेरौँ ल ल यो खुट्टाको हड्डी नै निस्केको थियो तर त्यो हड्डी त आयुर्वेदिक यता निस्किएछ अनि फेरि यसो एक महिनापछि के घ्यास सुरु गर्छ के हो अनि यसो फुका आउँछ डह्रो भयो डह्रो भयो त्यही हो खोच्याउँदैन है खोचाउँदैन ओहो त्यही त खुट्टा डह्रो भएछ खुट्टा त्यहाँबाट त अनि अर्को टालो बाँधेर छोडिदिएँ अनि त्यो चिल्चिलाएर चाहिँ उ गर्छ त त्यो कुहिएछ भित्र थुतेर फाल्यो हड्डी नै थुत्रो फाल्दै उसिन थुतेर फाल्यो अनि हेरि त त्यो काँचो सिने अनि खानिदिएको थियो दुईपल्ट त्यसले त छालै उठिदिँदो रहेछ नि काँचो सिने ए यो चाहिँ घर गाउँको लोकल उपचारले पनि काम गर्छ धेरै काम गर्छ ल अब यहाँको एउटा अपरेसन गरेर निस्किन्छ ल अब ल फेरि यहाँ बाह्र हेर्न त आइयो घरमा म्याडम ए उतै हुनुहुन्छ हस् ल यो पनि साग साग भनेर खान्छ नि के साग रहेछ यो मुन्टा टिभी ए बेसी साग हो यो ए म चाहिँ फेरि सागको उसमा कतिवटा तिनवटालाई लाउनु पर्यो माउ त तिनवटालाई? छन् यो माउहरूलाई लाउनु चाहिँ मम्मीलाई 1 2 3 यही तिनवटा हो यो तिनवटा त्यसलाई त पहिला नि लगाएको हेर्नु न यो अहिले त झन् त्यति कुँडो खाएछ मकै च्याख्ला खाएछ धोती निस्किँदै गयो बाख्रा त झन् त्यो लाउने सुई बानी गरेपछि लगाइरहनु पर्ने रहेछ कि अनि 3-4 महिना लगाइरहनु पर्ने रहेछ 3-4 महिना हजुर यो नयाँ हो हो यो नि नयाँ हो ए योभन्दा यो जेठो हो अझ 2-4 दिनले हजुर हजुर यो दुइटै ब्याउनी छन् अहिले हजुर त्यो दुइटा ब्याउँछ ल अनि त्यो पाडीलाई दबाई भनेर ल्याइदिनु भयो पहाडीलाई त सिधै माथि गयो माथिबाट झऱ्यो सर तल झर्नुहुन्छ होला नि
खै कहिले कहिले यसो कहिले कहिले झर्दाखेरि राखिदिइराख्छु म ठिकै छ त्यसो नि त्यो राँ खोज्यो भने फोन गर्नुभएको थियो नि त्यहाँदेखि यता पानी नै खाँदैन ए त्यही भएर के भयो खै त्यसलाई केही खुवाउनु पर्ने हो कि त्यसो त्यही भित्र पाठेहरू केही सफा गर्नुपर्ने हो कि भर्खरको थोरै हो होइन पाठेघर परेन नामले बाटेको औषधि खुवाउनु पर्यो नामले बाटेको चुगाएको औषधि खुवाउनु अनि त्यसपछि मात्रै हजुर त्यही त अस्ति सुई लाउँदै आउने टोलीले लागिरहेको ल होइन होइन ल होइन लाउनु नलाउनु भएको कि नआएको खै हामीले घरै थिएनौँ कि थाहै भएन अलि अस्ति नै पहिल्यै अलि अस्ति अस्ति ताजा यो सँगै टाउको सँगै जे भयो नि 1 महिना अगाडि चाहिँ लगाएको त्यहाँभन्दा पहिला त्यहाँभन्दा पहिला चालु भयो हो अब कालो बाह्रले भयो त्यही हो पहिला लगाएको अन्त फेरि त्यति खाइरह पाठो त दुध लाउँदै गयो झन् गोर्खा जानु छ त नि त्यही भएर नि हजुर मन जानु छ अनि सर आउनुहुन्छ अनि मात्रै जाम्ला भन्दै बस्दै गरेको बस्तुलाई पानी सानी खुवाउँछु भने अब त्यो पाडीलाई उसो अनि गोबर लिएर आएर जचाएर मात्रै लगाइयो तिनटैले होइन अर्को ए अर्को आइज आऊ सक्यो भएको काम अब अलिक तल छ फेरि होइन यतिकै खानेवाला त होइन तरकारी पकाएर खाने बेथे रहेछ बेथेको साग रहेछ ल यसरी गर्मी हिँड्नै नसक्ने के घाम लागेपछि पानी परे पनि हिँड्नै नसक्ने यहाँ बाख्राहरूलाई भिटामिनहरू लाग्यो हामी चाहिँ तल फेरि एउटा पक छ यो त अङ्गुर हो यो त्यति ऊ जस्तो मिठो हुँदैन अलिक रातो रातो हालेर खानुपर्छ रातो हुनाले लागि ल हुन्छ हाम्रो फर्मको दाइ मल खाद चाहिँ यहाँ छ भैँसी फर्ममा अब चाहिँ दाइ आउनुहोस् भैँसीलाई बन्द गरेर आरो लगाएर पनि यो चाहिँ भैँसी फर्म हो फर्म नै हो भैँसी छ गाई छ यस्तो यस्तो भैँसीहरू पो छन् त यसले पो अम्किन्छ त लेर कस्तो कस्तो भैँसी छ यहाँ कुकुर पनि छ कि फेरि यहाँ त कुकुर चाहिँ बुवा आराम हुनुहुन्छ ए खाजा खानुभयो त ल यहाँ भैँसी एउटा बिरामी छ अरे त्यही हेर्न आएको गाई भन्नुभएको क्या पखला गरेछ भन्नुभएको थियो औषधि त यहाँ पनि राम्रै हुनुहुन्छ लिभिड रहेछ यहाँ रहेछ लिभर टोनिक नै ठिक छ हम्किन्छ हो हम्किन्छ यिनीहरू त ठुल्ठुलो नि भएपछि यो गाई हो कि माथिको माथि जानु ल खुवाउनु भयो त्यो औषधिहरू ए
बेलुका पेट फुलिएर है ल यहाँको फेरि गाईहरू यस्तो छ गाईहरू फेरि डेन्जर हो नि यो मैले यही गरेर जन्मेको बाछी यसलाई फेरि यही गरेर फेरि ब्याउनु भइसक्यो यिनीहरू पनि भइसक्यो त्यो पनि यहीबाट अस्ति आएर सिङ यसको सिङ चट्ट मुडाएर गइदियो हो कस्तो आयो सिङ नआउने बनाइदिएको कि सिङ आउँदैन यस्तो हुन्छ यसको सिङ उडाएपछि यहाँबाट पलाउँदैन यहाँ पनाउँदैन अब चालु नि हो यो यस्तै हुने कि यस्तै गाई हुने हो यहाँ त कत्रोबाट कत्रो छ कत्रो छ गाई होलिस्टिन हुन्छ कि यिनीहरूलाई यो पनि होलिस्टिन यो पनि होलिस्टिन सबै होलिस्टिन आएको त यो पनि होलिस्टिन नै हो हुन्छ नि घुडी खुलेको त कुन चाहिँ हो त ए यसको हो अन्त घटिसकेको छ दिशा गरे दिशा गरेर त देखिरहनु है दिशा चाहिँ गरेर दिशा नै गराउँदै जस्तोले छैन भएको त घाँस सुर खाएँ भयो बढी भयो कि यसलाई बढी हो यहाँ अगाडि यही त गराएन है यसलाई ए पहिला कुवाएर गरे अरे ए विनोद ए फोहोर चाहिँ रगत फाल्ने कहिले है हो यो गाईको चाहिँ यस्तो छ गाई भैँसी पाटेघर सफा गर्नुपर्ने भयो यो भने त इन्फेक्सन नै भयो भित्रै ल यहाँभन्दा अगाडि कहिले फाले अरे यो मैले फोन गरेको थिएँ 1 हप्ता भयो है अहिले भएको छैन कि बिदा थियो के अरे होइन 4 दिन 4 कि 5 दिन 4 दिन जति भयो क्या ल हुन्छ औषधि भन
ल तपाईँ अगाडि आएर सँगै ए हस् यो 3 करिब खेल गर्ने नि यो चाहिँ पाठेघर सफा गर्ने तेल दलेर राख्नु भयो क्या उसले होइन अघि नै माछा आएको थियो नि अलिक कम हुँदै गएर नाकको डोरीमा साउन्ड हो त्यति सडक है यस्तो भएको नि त्यो पनि धेरै दिन भयो नि खराब भइसक्यो नि त्यसको अब 1 महिनै जस्तो भइसक्यो नि अहिले नि यस्तो जाने सोधेको मैले उनीहरूलाई सोधेको ल आउँदा ओर्दा हेरौँला भन्ने उहाँले यही गरे भएर सोधिहाल्यो नाकसम्म पर्छ नि उता त्यो तान्ने त यो डन्डीको तान्दा गाईले दुब्लाउँदो रहेछ क्या त्यसपछि गाईले गाईले बाँकी बाख्राले गाईले त पाठी हुँदैन नि त बाछी हुँदैन नि बाछी हुँदैन नि त हो र ए कसको गाईले देवीको बाबुले यही गरे हो क्या हो त्यहाँको त देखिन्छ ल भयो अहिलेलाई हजुर अब खोज्दाखेरि कस्तो फाल्छ अब सेतो सँगै फाल्नुपर्छ है हजुर ए यस्तो फालेर त जति फाले पनि बग्दैन हो है जति लगाए पनि बग्दैन हजुर यस्तो फाल्ने रगत फाल्ने गऱ्यो भने हजुर जति गरे पनि बग्दैन अहिलेलाई चाहिँ यति नै हो अहिले हामीले यही नै गरियो होइन के यही होइन सफा गरियो सफा गरियो ए हजुर त्यो त अहिले चाहिँ सफा गरियो हजुर अब यस्तो यो त पुरै यस्तो फालेको नि अरू सफा भयो आजलाई काम पनि पुग्यो होला ल भैँसी होइन कि आजको काम पनि सकियो कहिले भ्याएछ त्यहाँ कहिले आज भ्याला बाछी बाछीले पाएछ बाछी पायो भने यो माथिले भएर नि बाछी पाएछ त्यहाँ माथि नि बाछी पाएन राम्रो भयो अब 1 वर्षपछि उहाँहरू दुईजनाको त्यो 3 गर्भधानबाट जन्मेको बाछीलाई भनेर प्रोत्साहन स्वरूप 10,000 प्रोत्साहन स्वरूप दिन्छ हजुर हजुर आजको काम अहिलेसम्म यति नै भएको छ अब अझै बेलुका आयो भने राति पनि आयो भने घर जानुपर्छ अहिलेलाई चाहिँ यति नै